दिइरहेको छु है कभर फुल छ लाइफमा यतिको कभर तिमीहरूले पाउँदैनौ है एकदम फुल कभर छ बेरले आना यार नछिन ल्यामे छैन नेट हान ब्याग आइज हान्न मली मुजीलाई अनरमा जाऊ जाऊ फुल कभर छ परबाट नक हुन्छ त्यो धेरै कुक गर्नु पर्थ्यो अलि अलि आम्न उताबाट साथी मेरो हेल्थ किट केही छैन ल सरी ल केटा हो अरू आउँदैछ यसलाई हानी हाम्रो म्याम छिर्नु न तपाईँ लास्ट वान मैले देखिरहेको छु म्याम साउनी पर्ने अर्को पनि आउँदैछ नाइस म्याम सबै मलाई टच नाइस 1v3 भान्जा नाइस छोरीहरु सक्यो न्यूटनको छोरा 1v4 भयो चाइनिज सबलाई 0 बनाइदिएको थिएँ अनि मैले यहाँ हो चारटेलाई 0 बनाएको थिए बुझी डिभिएस ले एक गोल ओ यहाँ नआउ न अर्को ठाउँमा जाऊ न लुट्न ओए एस्टबेल केले एक शटमा सुताको हो ए साथी मलाई उताबाट हानेको देखिन सिस्कारले ए तैले त्यहाँबाट हगेको सुरुमा त म चाहिँ एक शट हान्न खोजेको नि त तैले नहानेपछि पछि हानेको त त्यसले कस्तो कभर दिए भान्जालाई अहिले तैले साथी अनि राम्रो जान्छ त हो इनिमीले पनि हातमा चुरा लाएर त बसेको हुँदैन त हानिहाल्छ अनि सबैलाई चाहिँ ड्यामेज चार जनालाई ड्यामेज चाहिँ कहाँबाट हानिस् भाइ तैले सुरुकैबाट नक भएको थिस् त अगाडि हानेको थियो हौ तपाईँ मैले कस्तो कभर दिएको थिएँ नि त भान्जालाई त्यही भएर मैले आउन दिन नि एउटा इनिमी अहिले सेकाइ हुन्थ्यो भान्जाको व्हाट कभर दिएर ए म ती थिइनँ वेयर हाउसमा मलाई देखेर तिनीहरू नआएको क्या दुईजना आयो अनि अर्कोले आँटै गरेन क्या कहिले कहिले खेलेको जिन्दगीमा टिमको लागि भान्जा कोइन ओ भान्जा कोइन छ भने देऊ न M2 फोर्न निकाल्छु यहाँ थाप्नु त कोइन मामा यहाँ त नक भइस भने कोइन ए बोय हैन सकिनस् त थाप्नु न मामा लौ थाप्दिरहेको छु त सुत्नेलाई ध्यान न बुझिलाई रातो लाउनेलाई थापा भन्दा पनि अब त्यो नाटक गर्यो भने तिमीले अब फुल्क्याएर हुन्छ चारै फेरा कोइन दुवासँग एमएससी अन गरेर खेल्छ एटे मैले गए मामा आउँदै गर्नु त्यो मुजी मर्छ मुजी काम गर्छ ओया ओए लिएर जाऊ न ओए गाडी छ त्यो ट्रक एले स्प्रे हान्दा पुरा एमएससी ले तान्दै छ हो साथी मुजी मरेर कस्तो ठुलो कुरा गरे क्या पहिला मुजी मरेर गए नि नछुटिने बन्धनमा केही छैन क्यालेन्डर छुट्टी केही छैन नेक्स्ट उडिस आज भए पनि हाल्दिनु भयो त भइहाल्यो त मुजी मरिरहेको त्यस्तै सिकाएर आछ अलिक चित्त बुझ्दैन के साथी मुजी यस्तो स्क्याम खाएको हो क्या त्यो मुजी वेयरहाउसबाट बुझी यो अगाडि मर्ने नै त्यसरी हो के स्क्याम खाएर भरि 1v1 हगेर अहिले पक्न म्याच का अहिले त्यसरी नै मर्ने भने तेरो धेरै बेर पास देखिन क्या तेरो छडकट देखिन क्या दाइ यहाँ प्लेयर हानेको त यहाँ सेक्दिहाल्नु आउँदा दाइ तुमसे ना हो पाएगा